बिहानै उठेको यो कलौटेको कुरा एकचोटि सुन्नु अनि म फेरि भन्छु है। बिहानै उठ्ने बित्तिकै यसको भिडियो हेर्न पुगेँ म आज अलक्षिनी। कहाँबाट आउँदै हुनुहुन्छ अहिले? म दुबई गएको थिएँ। हजुर 2-3 दिन मात्रै भएको थियो, टिकी खान सकिएन। त्यहाँनिर सुपरभाइजरले मलाई चाहिँ गल हतियारै निकालो, हेर्नुहोस् मैले काम गर्न पनि जानिएन, पोछा ला भन्ने, घरि सेलुट गर भन्ने, के गर्ने, यत्रो मुद्दा हाले मान्छेलाई लगेर 2-4 लाख मेरो सुहा पनि भयो। नमस्कार। आज बिहानै उठ्दाखेरि कलौटेको भिडियो देखेँ मैले। कलौटे भनेको युवराज सापाले त्यो मुद्दालाल, त्यो मुद्दालाल दुबईबाट फेरि फर्केर आएछ होइन। अनि उता त कहाँ के पो अरे, पोचा लाउन लायो अरे, अनि काम गर्न जानेन पनि अरे, अनि फर्केर आएछ क्या अहिले। अब 4 लाख रुपियाँ खर्च भयो भन्दैछ। अब प्रचण्ड र केपी ओली गगन थापाले दिन्छन् होला नि त तँलाई त त्यो 4 लाख त तेरो के हो र। अब एउटा फेरि त्यस्तै खालको मान्छेहरू खोज त तैँले क्या, सर्च गर क्या, तेरो कामै त्यही भयो, वैज्ञानिक होस् न, त्यस्तै मान्छेहरू खोज अनि फेरि त्यसलाई फसा। अनि त्यसैमा तेरो भ्युजहरू आउँछ, लाइक कमेन्ट्सहरू आउँछ, अनि त्यसैबाट खाँदै गर। अनि कुन चाहिँले फेरि मुख भत्काइदिन्छ, फेरि मुख भत्किने गरिदिन्छ। अनिदेखि त्यो फेरि अब हार मानेर अनिदेखि जा त साउदी अरब जा, अनि त्यहाँ बाख्रा चरा, बाख्रा खेतीमा काम गर, मजारा भन्छ त्यहाँ साउदी अरबमा, मजारामा काम गर। अनिदेखि फेरि फर्केर आइज। अनि फेरि कसले उचालेर तँलाई हालेको थियो त्यो मुद्दा, त्यसले दिइहाल्छ तँलाई आउने जाने पैसा। प्लेनमा त कुद्न पाउँछस्। अनि कलौटे धेरै राम्रो भयो, मलाई त एकदम खुसी लाग्यो। तँ पापी छस्, तैँले काहीँ गरेर पनि गरेर खान सक्दैनस्, यति लेखेर राख। रवि लामिछाने जस्तो एउटा निश्चल मान्छेलाई तैँले के गरेर फसाएको छस् भन्ने कुरो त ऊ छ नि। अरू त तेरा बाउहरू हुन् फसाइहाले होइन, गगनेहरूले। त्योभन्दा अगाडि तैँले नागरिकताको कुराहरू निकालेर सानो कुराहरू गरेर कति गरेको छस्। तेरो लाइक कमेन्ट्स र भ्युजको लागि तैँले यति काम गरेको छस्। तँ पापी होस् है। नेपाल रवि लामिछाने सर ऊ जाँदाखेरि कमसेकम 2 वर्ष पछाडि पर गयो क्या। नेपाल देशको पापी होस् क्या त, यति मेरो सरापै लाग्छ तँलाई।